एकजना युवाले नेपालको बारेमा यसो भने बालेन्साले पनि बहुत राम्रो काम गरेछ होइन। नेपाल काठमाडौँ एकदम राम्रो बनाएको छ। भिडियोहरू हेरेर मलाई सपोर्ट गरेपछि के हुन्छ, यङ छ, गरम खुन छ। नेपालको जनताहरूले त मेरो बात सुन्यो जस्तो लाग्यो मलाई होइन। रमाइलो नमस्ते सबैजनालाई र स्वागत छ रामा फाउन्डेसन टिभीमा। र मैले गाइस हजुरको 9-10 महिना अघिमा मैले भागी न्युपानी दाई जब शिलङ आउनुभएको थियो, दाईलाई मैले एउटा इन्टरभ्यू दिएको थिएँ गाइस होइन। पहिला सुरु यो इन्टरभ्यू हेर्नु त त्यसको बादमा बात गरौँ। बस्ने एकजना युवाले नेपालको बारेमा यसो भने बालेन्सा सत्तामा आयो भने त पुरा नेपालै चेन्ज गरिदिन्छ जस्तो लाग्छ। बेरोजगारी हुन्न जस्तो लाग्छ। हजुर हजुर अझै रवि दालाई पनि फलो गर्छु। हजुर बालेन्साले पनि बहुत राम्रो काम गरेछ होइन। नेपाल काठमाडौँ एकदम राम्रो बनाएको छ। भिडियोहरू हेरिरहेको छु भिडियोको। तर दिन मतलब थाहा पाइन्छ यस्तो गरेछ उस्तो गरेछ। बालेन्सा अझै एउटा ऱ्यापर हो नि त, उसको त जमाना दिन पेड्नु र उसले अहिलेको टाइममा काठमाडौँमा बहुत राम्रो गरेको छ। म चाहिँ नि बालेन्सालाई के भन्न चाहन्छु भन्नु न। हजुर के भन्नु त, अगर भोलिपछि बालेन्सा सत्तामा आयो भने त पुरा नेपालै चेन्ज गरिदिन्छ जस्तो लाग्छ। बेरोजगारी हुन्न। केटा एकदम राम्रो केटा हो मतलब भन्ने हो। उसले चाहिँ नि देशको लागि के उन्नति गर्ने एउटा यो गरेछ। यस्तो मान्छेलाई हामीले सपोर्ट गर्नुपर्छ। यसै पनि त नेपालको जनताहरूले को गरे, केपी ओली बाजेलाई त सपोर्ट गरिराख्नुपर्छ त होइन। हाम्रो बालेन्सालाई सपोर्ट गरेपछि के हुन्छ, यङ छ, गरम खुन छ होइन। उसले के गर्ला र नगर्ला होइन, तर एउटा मौका दो के गर्छ त्यो हेर न। यसै पनि कुनसँग उन्नति भन्छ र उन्नति नहोस् भनेर एकदम बालेन्सालाई चान्स दो र हेर के गर्छ त्यसले होइन। त्यही हो, बालेन्सालाई एकदम धेरै माया छ र किस्मत रह्यो भने बालेन दाई भेट्नुपर्छ यो भाइसँग। शिलङको केटा अनि फेरि वाइल्ड गाइस भन्छ फेरि। जस्तै नेपालको प्रगति भएको हेर्ने मन नेपाल बाहिर बस्ने गोर्खालीलाई पनि छ नि। हामीलाई पनि छ नि, हामीलाई पनि दुःख दिनु र आगे बढोस्। यस्तो बालेन्सा यस्तो केटाहरू बालेन्सालाई देखेर अझै आओस् हो कि होइन, र आएर देशलाई अलिकति प्रगति गरोस्, राम्रो होस्। हेर्नुभयो नेपालको जनताहरूले त मेरो बात सुन्यो जस्तो लाग्यो मलाई होइन। र आजभन्दा 9 महिना अगाडि यो इन्टरभ्यू मैले दिएको थिएँ कि भनेको थिएँ बालेन्सालाई मतलब एक दफा चान्स दिउँ कि त्यसले के गर्छ या गर्दैन, तर मतलब एक दफा चान्स दिनुपर्छ भनेको थिएँ। तर हकिकतमा नेपालको जनताहरूले चान्स दियो गाइस होइन। र आजको डेटमा बालेन्सा हजुरको प्रधानमन्त्री भइसकेको छ नेपालको। र मलाई त्यही लाग्छ गाइस, म चाहिँ नि नेपालको होइन है गाइस है, म चाहिँ नि एउटा इन्डियन गोर्खा हो। तर नेपाललाई एकदम धेरै माया गर्छु गाइस होइन, दिलदेखि। र नेपालको प्रगति पनि होस् भनेर यो पनि चाहन्छु, राम्रो होस्। नेपालको जति पनि जनताहरू छ बाहिर जान नपरोस् काम गर्नको लागि, नेपालमै के कुछ गरोस्, नेपाललाई अझै विकास होस् होइन। र नेपाललाई एकदम धेरै माया छ। र बालेन्साले मलाई के लाग्छ भनेपछि अब नेपाल चाहिँ धेरै विकास हुन्छ जस्तो लाग्छ र राम्रो हुन्छ होइन। र त्यही हो, हाम्रो त एकदम धेरै गुड विसेस छ कि आनेवाला समयमा नेपाल एकदम राम्रो होस् र धेरै विकास होस्। र बालेन दाई नेपालको अझै धेरै नाम गर्नुपर्छ तपाईँले होइन। र धेरै काम गर्नु बहुत आवश्यकता छ हजुरहरूलाई अहिले। र त्यति नै हो गाइस। कस्तो लाग्यो यो भिडियो, मैले भनेको सही भयो गाइस होइन। भिडियो राम्रो लाग्यो भने सेयर गर्नु ल, फेरि भेटौँ।